साथीहरू यहाँ हेर्नुहोस् न, यो फुल कति दामी फुलेको है। यस्तो मजाले फुल्छ यो कलर कलरको हुन्छ हैन यसको। अन्त हामी जब सानो थियौँ नि त्यो टाइममा चाहिँ यो बोट छ नि, यो फुलको बोटलाई चाहिँ हामीले सुन्दाखेरि चाहिँ पानी जहाँ उम्रिन्छ यो पनि त्यही उम्रिन्छ भनेको सुनेको थिएन। तर खोइ यहाँ त पानी त उम्रिँदैन खासै, मैले नि याद गर्दाखेरि। तर कति जग्गा त उयोनिर चाहिँ नि पिङ्क रहेछ, ऊ माथि हो पिङ्क कलरको रहेछ हो, यहाँनिर चाहिँ व्हाइट कलरको रहेछ। एकदमै हेर्नु नि कस्तो मजाले फुलेको, भमरा पनि भम्किरहेछ हो। तपाईँको घरको फुल फुल्यो भनेको जस्तो पहिला जसरी त्यो के भन्छ त्यसरी माग्नुहुन्थ्यो अरे नि होइन, त्यो पो याद आइगयो। मैले चाहिँ सुनेको छुइनँ कि खासै, तर अब कतिजनाको मुखबाट सुनेको। अन्त तपाईँहरूलाई कमेन्ट गरिदिनुहोस् ल इफ याद छ भने। हामीले चाहिँ जब सानो हुँदा चाहिँ त्यस्तो खालके सुनेको, मतलब मैले चाहिँ त्यस्तो खालके सुनेको नि त। अन्त तर कति जग्गा मैले याद पनि गरेँ यो कुरा सुनेर होइन। अन्त याद पनि गर्दाखेरि चाहिँ कति पानी उम्रिने जग्गातिर नै प्रायः जस्तो देखेको छु होइन। तर यहाँ त पानी त उम्रेको जस्तो लाग्दैन। होइन होला हौ है, हाउडे होला हौ साथीहरू, के हो कसो हो तपाईँहरूले भनिदिनुहोस् होला है त।